साथीहरु स्वागत छ एनके जेनरल नलेज। आज म नेपालको इतिहास सम्बन्धित महत्त्वपूर्ण प्रश्न उत्तरहरू लिएर उपस्थित भइसकेको छु। कृपया भिडियोलाई स्किप नगरी अन्तिमसम्म हेर्दिनु होला। साथै च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरी हामीसँग जोडिनु होला, किनकि तपाईहरुको लागि यस्तै महत्त्वपूर्ण भिडियोहरू ल्याइरहन्छु। साथीहरु ढिला नगरी लागौं प्रश्नतर्फ। प्रश्न नम्बर 1, नेपालमा उच्च अदालतको स्थापना गर्ने राणा प्रधानमन्त्री को हुन्? अप्सन ए पदम शमशेर, अप्सन बी भीम शमशेर, अप्सन सी मोहन शमशेर, अप्सन डी जुधा शमशेर। साथीहरु यसको सही उत्तर हुन्छ अप्सन सी मोहन शमशेर। त्यसैगरी प्रश्न नम्बर 2, तलका मध्ये पृथ्वीनारायण शाहले सबैभन्दा बढी पटक आक्रमण गरेका राज्य कुन हो? अप्सन ए कीर्तिपुर, अप्सन बी कान्तिपुर, अप्सन सी नुवाकोट, अप्सन डी पाटन। साथीहरु यसको सही उत्तर हुन्छ अप्सन ए कीर्तिपुर। त्यसैगरी प्रश्न नम्बर 3, सप्तऋषि र अष्टमातृका मूर्ति स्थापना गर्ने मल्ल राजा को हुन्? अप्सन ए प्रताप मल्ल, अप्सन बी रत्न मल्ल, अप्सन सी यक्ष मल्ल, अप्सन डी जयप्रकाश मल्ल। साथीहरु यसको सही उत्तर हुन्छ अप्सन बी रत्न मल्ल। त्यसैगरी प्रश्न नम्बर 4, तिलौडाकोट र कुदानका राजाका बीचमा विवाद परेको नदीको नाम के हो? अप्सन ए वानगङ्गा, अप्सन बी मानक नदी, अप्सन सी रोहिणी नदी, अप्सन डी राजगीर। साथीहरु यसको सही उत्तर हुन्छ अप्सन सी रोहिणी नदी। त्यसैगरी प्रश्न नम्बर 5, डोय राज्य र खस राज्यको ग्रीष्मकालीन राजधानी कहाँ कहाँ थियो? अप्सन ए जुम्लाको सिन्जा र बाराको सिम्रौनगढ, अप्सन बी दैलेखको दुलु र पर्साको सिम्रौनगढ, अप्सन सी बाराको सिम्रौनगढ र दैलेखको दुलु, अप्सन डी बाराको सिम्रौनगढ र जुम्लाको सिन्जा। साथीहरु यसको सही उत्तर हुन्छ अप्सन डी बाराको सिम्रौनगढ र जुम्लाको सिन्जा। त्यसैगरी प्रश्न नम्बर 6, लिच्छवी आकाशका पूर्णचन्द्र भनेर कुन राजालाई चिनिन्छ? अप्सन ए नरेन्द्रदेव, अप्सन बी मानदेव, अप्सन सी अंशुवर्मा, अप्सन डी कुन कामदेव। साथीहरु यसको सही उत्तर हुन्छ अप्सन ए नरेन्द्रदेव। त्यसैगरी प्रश्न नम्बर 7, अंशुवर्मा कुन वंशका राजा थिए? अप्सन ए कर्नाटक वंश, अप्सन बी ठकुरी वंश, अप्सन सी दशरथ वंश, अप्सन डी सूर्य वंश। साथीहरु यसको सही उत्तर हुन्छ अप्सन बी ठकुरी वंश। त्यसैगरी प्रश्न नम्बर 8, जनमत संग्रह घोषणापछि राजीनामा दिने प्रधानमन्त्री को हुन्? अप्सन ए सूर्यबहादुर थापा, अप्सन बी लोकेन्द्र बहादुर थापा, अप्सन सी कीर्तिनिधि बिष्ट, अप्सन डी तुलसी गिरी। यसको सही उत्तर हुन्छ अप्सन सी कीर्तिनिधि बिष्ट। त्यसैगरी प्रश्न नम्बर 9, विक्रम सम्वत 2015 सालको संविधानमा नेपाललाई कतिवटा निर्वाचन क्षेत्रमा विभाजन गरिएको थियो? अप्सन ए 109 वटा, अप्सन बी 110 वटा, अप्सन सी 111 वटा, अप्सन डी 112 वटा। साथीहरु यसको सही उत्तर हुन्छ अप्सन ए 109 वटा। त्यसैगरी प्रश्न नम्बर 10, विक्रम सम्वत 2036 सालको जनमत संग्रहमा पञ्चायत र बहुदललाई दिएको रङ क्रमशः कुन कुन हो? अप्सन ए पहेँलो र सेतो, अप्सन बी पहेँलो र नीलो, अप्सन सी रातो र नीलो, अप्सन डी नीलो र पहेँलो। साथीहरु यसको सही उत्तर हुन्छ अप्सन बी पहेँलो र नीलो। त्यसैगरी प्रश्न नम्बर 11, संविधान सभाको पहिलो बैठक विक्रम सम्वत 2065 जेठ 15 गतेको अध्यक्षता कसले गरेको थियो? अप्सन ए कुलबहादुर गुरुङ, अप्सन बी गिरिजाप्रसाद कोइराला, अप्सन सी चित्रलेखा यादव, अप्सन डी महेन्द्र राय यादव। साथीहरु यसको सही उत्तर हुन्छ अप्सन ए कुलबहादुर गुरुङ। त्यसैगरी प्रश्न नम्बर 12, नेपालको इतिहासमा बौलाहा र सन्की राजा भन्नाले कुन कुन राजालाई चिनिन्छ? अप्सन ए सुरेन्द्र विक्रम शाह र लक्ष्मी नरसिंह मल्ल, अप्सन बी रणबहादुर शाह र सुरेन्द्र विक्रम शाह, अप्सन सी लक्ष्मी नरसिंह मल्ल र सुरेन्द्र विक्रम शाह, अप्सन डी सुरेन्द्र विक्रम शाह र रणबहादुर शाह। साथीहरु यसको सही उत्तर हुन्छ अप्सन सी लक्ष्मी नरसिंह मल्ल र सुरेन्द्र विक्रम शाह। त्यसैगरी प्रश्न नम्बर 13, राज्यलाई काठमाडौँ, पाटन र बादगाउँमा विभाजन गरी छोराछोरीलाई दिने राजा को हुन्? अप्सन ए अरी मल्ल, अप्सन बी यक्ष मल्ल, अप्सन सी प्रताप मल्ल, अप्सन डी जितामित्र मल्ल।
यसको सही उत्तर हुन्छ अप्सन बी यक्षमल। त्यसैगरी प्रश्न नम्बर 14 कुन किराँती राजाको पालामा नेपालको पहाडी भागमा किराँती रूपधारी शिव र अर्जुन बीच युद्ध भएको थियो? अप्सन ए सातौं किराँती राजा जिते दास्ती, अप्सन बी छठौं किराँती राजा हुम्ती, अप्सन सी यलम्बर, अप्सन डी भुवन सिंह। साथीहरू यसको सही उत्तर हुन्छ अप्सन बी छठौं किराँती राजा हुम्ती। त्यसैगरी प्रश्न नम्बर 15 कौशल्यावती कुन राजकी राजकुमारी थिइन्? अप्सन ए पाल्पा, अप्सन बी तनहुँ, अप्सन सी लमजुङ, अप्सन डी नुवाकोट। यसको सही उत्तर हुन्छ अप्सन ए पाल्पा। त्यसैगरी प्रश्न नम्बर 16 नेपालको इतिहासमा अभागी राजा भनेर कसलाई चिनिन्छ? अप्सन ए जयप्रकाश मल्ल, अप्सन बी जय मल्ल, अप्सन सी श्रीनिवास मल्ल, अप्सन डी प्रताप मल्ल। यसको सही उत्तर हुन्छ अप्सन ए जयप्रकाश मल्ल। त्यसैगरी प्रश्न नम्बर 17 सेतो मचिन्द्रनाथको रथ यात्राको चलन कसले चलाएका हुन्? अप्सन ए नरेन्द्र देव, अप्सन डी प्रताप मल्ल, अप्सन सी रत्न मल्ल, अप्सन डी रञ्जित मल्ल। यसको सही उत्तर हुन्छ अप्सन बी प्रताप मल्ल। त्यसैगरी प्रश्न नम्बर 18 शाहकालीन समयमा कपरदार भन्नाले कुन पदलाई मानिन्थ्यो? अप्सन ए चौकीदार, अप्सन डी गहनाको व्यवस्था गर्ने, अप्सन सी सरकारी खजानाको हाकिम, अप्सन डी अडिटर औषधालयको प्रमुख। यसको सही उत्तर हुन्छ अप्सन बी गहनाको व्यवस्था गर्ने। त्यसैगरी प्रश्न नम्बर 19 विक्रम सम्वत 2078 वैशाख 11मा उद्घाटन गरिएको नयाँ धरहराको डिजाइनर को हुन्? अप्सन ए रत्न तुलाधर, अप्सन बी कुमार नरसिंह, अप्सन सी विष्णु रिमाल, अप्सन डी विष्णु पन्थी। यसको सही उत्तर हुन्छ अप्सन डी विष्णु पन्थी। त्यसैगरी प्रश्न नम्बर 20 नेपालको इतिहासमा हालसम्म पनि जीवित मानिने मल्ल राजा को हुन्? अप्सन ए प्रताप मल्ल, अप्सन बी तेज नरसिंह मल्ल, अप्सन सी योग नरेन्द्र मल्ल, अप्सन डी भूपतिन्द्र मल्ल। यसको सही उत्तर हुन्छ अप्सन सी योग नरेन्द्र मल्ल। त्यसैगरी अन्तिम प्रश्न नेपालमा धरहरा र सुन्धारा कसले बनाएका हुन्? अप्सन ए गुण कामदेव, अप्सन डी प्रताप मल्ल, अप्सन सी भीमसेन थापा, अप्सन डी अंशु वर्मा। साथीहरू यसको उत्तर तपाईँहरू कमेन्ट गर्नुहोला र भिडियो मन परेको छ भने भिडियोलाई लाइक गर्नुहोला।